आज हामी वैशाख 15 गते सोमबार कालिचोक मन्दिरको दर्शनमा सहभागी हौँ। यहाँ उपस्थित सम्पूर्ण घर परिवारजनहरू चाहिँ यहाँ आइसक्नु भएको छ। बिस्तारै हामी कालिचोकको यात्रातर्फ लागिरहेका छौँ। अब हामी केबल कारको केही समयमा केबल कारको टिकट काटेर अब माथि जाने तयारी हालतमा छौँ। हामी अहिले टिकट काउन्टरमा टिकट लिनको लागि चाहिँ वेटिङ अवस्थामा छौँ। टिकट काउन्टरमा चाहिँ बसिरहेको छौँ। यहाँको टिकटको मूल्य रहेको छ 600 भन्ने चाहिँ कुरो आइरहेको छ। अहिले टिकट पनि देखाउँछौँ। टिकटको मूल्यहरू चाहिँ यहाँ यसरी देखाउन चाहन्छु यहाँहरूलाई। विस्तृत रूपमा टिकटको मूल्यहरू चाहिँ यहाँ देखिरहेको छ। अब बिस्तारै हामी चाहिँ केबल कारमा चाहिँ अब जान लागिरहेका छौँ। माथि के कस्तो अवस्था हुन्छ कि कस्तो देखिन्छ यहाँहरूलाई प्रश्न पार्नेछौँ। केबल कारमा अब यहाँ चढ्न गइरहेको छु। म पनि यसैमा चढ्न चाहन्छु। अहिले हामी मिलेर जाँदैछौँ। केबल कार चढेर चाहिँ हामी मास्तिर तयारी हालतमा छौँ। बाहिरको दृश्यहरू अवलोकन गर्न सकिन्छ। हामीले हेर्ने केबल कारको दृश्यबाट चाहिँ तल डाँडापाखाहरू सबै भन्ज्याङहरू जस्तै कुरी बजारहरू देख्न सक्छौँ। यहाँबाट विभिन्न किसिमका अवलोकनहरू पनि गर्न सकिन्छ। हामी जाने बाटोमा विभिन्न किसिमका लालीगुराँसहरू जस्तै चिमलहरू भयो, लालीगुराँस विभिन्न पिङ्क कलरहरूको चाहिँ अब देख्न सक्छौँ। तल हामी हिँडेर पनि जान सक्ने अवस्था रहेको छ। यता तल देख्न सकिन्छ माथिबाट अवलोकन गरिएको दृश्य कुरी बजार रहेको छ। यसबाट लगभग हामी माथि आधी बाटोमा आइसकेका छौँ। केबल कारबाट चाहिँ हामी उत्रिसकेको अवस्था छ। अब बिस्तारै यहाँबाट हामी अलि माथि हिँड्न पर्ने हुन्छ। सबैजना यात्रुहरू हामी झरिसकेका छौँ। केबल कारबाट ओर्लिसकेपछि हेरिने दृश्यहरू तल कुरी बजारमा विभिन्न खाले अब होटेल लजहरू पनि यहाँ उपलब्ध छ। यहाँ बाहिर देखिने मनोरञ्जनहरू अहिले हिउँ खासै छैन, परेको छैन। अब यहाँ मौसम चाहिँ एकदमै चिसो अनुकूल रहेको पाइएको छ। हाम्रो अब यो कुरी बजारको अवलोकन गर्दैछौँ। यसैमा हामीले आज भीमेश्वर नगरपालिका एकजना चाहिँ हाम्रो दाई हुनुहुन्छ, उहाँबाट केही जानकारी लिन चाहन्छु। दाई नमस्कार, यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। जस्तो यहाँ यो पर्यटकीय हिसाब अब कालिचोक पनि भन्ने गरिन्छ, यहाँको ऐतिहासिक बारे हजुरलाई केही थाहा छ भने भनिदिनु न। मैले त त्यति धेरै त यहाँको विषयमा थाहा छैन। अब हामी तल किराँती छापको हो। अब मैले थाहा पाएसम्म धेरै वर्ष, अब यो 100 वर्ष अगाडिदेखि नै यहाँनिर के अरे कालिचोक माता भगवती, यहाँ चाहिँ कालिचोक भगवती माता भन्छन्, माताको दर्शन गर्न चाहिँ टाढा टाढादेखिबाट देशभरिबाट चाहिँ हिन्दू भक्तजनहरू आउने र पर्यटकीय हिसाबले पनि यहाँको मनोरम दृश्यहरू, यहाँबाट उतापट्टि हिमालहरू, गौरीशङ्कर हिमालहरू देखिने भएको हुनाले यहाँ धेरै नै भक्तजनहरू यहाँ चाहिँ आउने गर्नुहुन्छ। प्राय यो सदाबहार चलिने रहने मन्दिर हो कि कस्तो हो? सदाबहार यो सदाबहार यो जुन बार आए पनि हुने, जुन सिजनमा जहिले आए पनि हुने। विशेष गरी चाहिँ यहाँ पूर्णिमाहरूमा र यो वैशाख महिनामा नयाँ वर्षमा चाहिँ अलिकति दर्शनार्थीहरूको यहाँको हजुरलाई केही किंवदन्तीहरू केही थाहा छ त कालिचोकको बारेमा? त्यो किंवदन्ती त मैले अध्ययन राम्रोसँग गर्न भ्याएको छैन। भनेपछि हजुर पहिला पनि आउनुहुन्थ्यो यस ठाउँमा? 4 चोटि भइसक्यो म यहाँ आएको। पहिला यो केबल कार बन्नुभन्दा अगाडि पनि 20 वर्ष अगाडि पनि आएको थियो। अहिलेसम्म 4 चोटि हो। ल हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद यति बताइदिनु भएकोमा। हामी चाहिँ बिस्तारै कालिचोकको मन्दिरतर्फ जाँदैछौँ। यहाँबाट विभिन्न हिमाल पहाडहरू, यो भिरबाट चाहिँ मनोरञ्जन दृश्यहरू अवलोकन गर्न पाउँछौँ। अब हामी एकैछिनमा 15 मिनटमा चाहिँ हामी माथि कालिचोक भगवती रहेको यो मन्दिरमा पुग्न जान्छौँ। अलिअलि चिसोको कारणले गर्दाखेरि हामीलाई अलि अप्ठ्यारो पनि महसुस भइरहेको छ। श्वास बढ्ने यताउति भइरहेको अवस्था देख्न सक्छौँ। पछाडिबाट भक्तजनहरू चाहिँ सबै मन्दिर आउने क्रम जारी रहेको छ। यहाँ
मन्दिरहरूमा दाईहरू पनि आउनु भएको पनि पाइएको छ। अब भर्खरै यहाँ देखिरहेको छौँ। अब यहाँ हाम्रो माझ हुनुहुन्छ आमा बुवा हुनुहुन्छ, उहाँहरूलाई चाहिँ अब आफ्नो देवता कालिम्चोकी माता आउने हो, उहाँहरू तयारी अवस्थामा तयारी गर्दै हुनुहुन्छ। यहाँबाट अब माथि गएपछि माथिको दृश्यहरू चाहिँ अवलोकन गराउन चाहन्छु। बिस्तारै यहाँ देवी माता चढेर चाहिँ हामी अब यो उकालोको दृश्यहरू देखाइरहेका छौँ। मास्तिरपट्टि मन्दिर रहेको छ, एकदमै पहरामा चाहिँ देवी माता बस्नु भएको छ। यहाँबाट केही बेरमा उकालो लागेपछि हामी मन्दिरको दृश्य अवलोकन गराउँछौँ। यस्तै गरी भक्तजनहरू चाहिँ आउने कार्यक्रम भइरहेको छ। यहाँ अहिले भक्तजनहरू आउने कार्यक्रमहरू सबैजना आइराख्नु भएको छ। यो धार्मिक स्थल पर्यटकीय स्थलको रूपमा पनि चित परिचित रहेको हाम्रो कालिम्चोक मन्दिर। बिस्तारै हामी तलको अवलोकन गर्दाखेरि त्यसै लाग्ने चाहिँ दृश्यहरू रहेको छ। यहाँ नजिकै माथिबाट कुरीको दृश्य अवलोकन गर्न चाहन्छौँ। आज मौसमको कारणले गर्दाखेरि हामीले गौरीशङ्कर हिमाल चाहिँ देखाउन सकेको छैनौँ।